ओके, आज चाहिँ म यो स्विङ फ्रिक्लिङलाई एसेम्बल गर्न जाँदैछु है। यसको लागि चाहिँ पहिला सुरुमा हामीलाई चाहिन्छ हाउजिङ, साइडमा हाउजिङ, त्यसपछि हामीलाई माथिको यो फ्रिक्लिङको सानो स्टिच है, स्टिच स्टाब्लर पिन स्टिच पनि चाहिन्छ। अनि हल्लिनको लागि फ्रिक्लिङ, त्यसपछि हामीलाई चाहिन्छ 300 mAh को ब्याट्री, हजुरले यो साइन्स सेलको ब्याट्री पनि लिन सक्नुहुन्छ एज यु विस है। त्यसपछि चाहिन्छ हामीलाई येलो कलरको एलइडी, त्यसपछि 67 ohms रेजिस्टर, अझै बत्तीलाई चखिलो बनाउनु मन लाग्यो 5 किलो ohms को रेजिस्टर है। त्यसपछि हाम्रो कनेक्टर, अफ स्विच, 3 चल्ने हाम्रो BMX, त्यसपछि यो 4.5 भोल्टको मदरबोर्ड फोर्सको लागि 50 टाइम्स रोल गरेको सानो कोइल है। सजिलो ब्याट्री प्लसमा हामीले जोड्ने, धेरै पावर लगाउनु हुँदैन, फेरि यो बोर्डमा समस्या आउँछ है। ब्याट्री कनेक्सन प्लस माइनस सक्यो। अब जो जहिले पनि हामी अब हाम्रो लागि चाहिँ कतिको चखिलो बाल्ने भन्ने कुरा है। एकदम ह्याप्पी चखिलो बाल्न मन छ भने यो 5 ohms को युज गर्नु पर्यो होइन। अलिक लङ लास्टिङ ब्याट्री गर्ने, अलिक मधुरो बनाउने भने चाहिँ मैले चाहिँ अहिले 67 ohms को रेजिस्टर लिँदैछु है। प्लसमा है, जहिले पनि प्लसमा चाहिँ दिने रेजिस्टर। ध्यान पुऱ्याउनु पर्ने जुन हाम्रो लामो भाग छ त्यो चाहिँ माइनस हुन्छ, जुन छोटो भाग सिधा आएको छोटो छ त्यो चाहिँ प्लस। यो चाहिँ अब सबभन्दा तलको यो अप उठेकोहरू चाहिँ सबभन्दा तल पारिदिने, यसमा क्लिप हुन्छ त्यहाँ होलमा जानको लागि। माथि नरम चाहिँ माथि बनाउने एकदम सजिलो छ यो। स्टाब्लरको पिन सर्लक यसमा छिराइदिने, अनि पिन सर्ट स्टाब्लरको हाम्रो पिनलाई चाहिँ सर्लक यसमा छिराइदिने। त्यसपछि यसको हाउजिङमा टक्क त्यो पिन राखेपछि त्यो हाउजिङमा अडिन्छ। देन आफ्टर सेट गरेर माथिबाट यो मदरबोर्डको स्विङको काम ठाउँमा चाहिँ हामीले माइक्रो USB राख्न पनि मिल्छ। मैले चाहिँ अहिले सजिलोको लागि धेरै ठाउँमा आजकल टाइप सी नै युज हुँदैन, मैले टाइप सी राखेको छु है। यसलाई चाहिँ USB माइक वाला पनि युज गर्न सकिन्छ है हामीले। यसरी गर्नु हुँदैन, बोर्डमा क्र्याक आउँछ। बडीको लागि हाम्रो BMX सिस्टम सकियो।
हुन्छ वेट गाह्रै हुन्छ यो चाहिँ अलि हार्ड पनि हुन्छ यसमा राख्नको लागि है यसरी घुमाएर टक्कसँग यसलाई यसरी राख्नुपर्छ यसको काम सक्यो हाम्रो ओके सबै ठिकै छ यो लाइट चाहिँ हाम्रो अलिक धेरै चकिलो छैन हल्का डिम छ किनभने हामीले चाहिँ 67 ओम्सको रेसियो राखेको थियौँ यदि हामीले 5 ओम्सको रेसियो राखेको भए चाहिँ अझै धेरै चकिलो हुन्थ्यो तर ब्याट्री चाहिँ फेरि धेरै खान्छ यसले धेरै कन्ज्युम गर्छ टक्क घुमाएर एकचोटि लक गरेपछि लक भयो है ल हाम्रो फ्रिकिङ लाइट रेडी भयो फाइनलमा जस्तो देखिन्छ Okay, that's it.